हामीले ग्यास्ट्रिक भन्दाखेरि के हो त यो सिम्पल ग्यास्ट्रिक एसिडको प्रब्लम हो कि घाँटी अलि पोल्ने खाना नली अलि पोल्ने खाना गाह्रो हुने सिम्पल हो कि अलि इन्डाइजेसन मात्रै हो कि अलिकति डायरिया कन्स्टिपेसन सिम्पल खालको मात्रै हो कि भित्री रोग ठुलो छ जस्तो खाना नलीमै क्यान्सर हो कि अल्सर हो कि पेटमै स्टोमकमै अल्सर क्यान्सर हो कि भित्र पेन्क्रियाजमा लिभरमा पित्तथैली नलीमा आन्द्रामा कोलनमा क्यान्सर हो कि लिम्फोमा हो कि टिबी हो कि अल्सरेटिभ कोलाइटिस क्रोन्स डिजिज कोलाइटिस सिरियस डिजिज हो कि सिम्पल ग्यास्ट्राइटिस भनेर हो त्यो छुट्याउन जरुरी छ। त्यस्तै गरेर जब हामी भन्छौँ कि जन्डिस भयो त सिम्पल जन्डिस छ भने 2-4 हप्तामा 1 महिनामा ठिक भइहाल्छ भाइरस हेपाटाइटिस ए बी सी होला तर त्यही धेरै भयो 2-4 महिना हुन थाल्यो भने त्यो कुन जन्डिस हो भित्र लिभरलाई एकदम खराब हुने क्यान्सर हो कि लिभरकै क्यान्सर हो कि पित्तथैलीको क्यान्सर हो कि पित्त नलीको क्यान्सर हो कि त्यहाँ पित्त नलीमा स्टोन भएर अड्केको हो कि कुन जन्डिस हो मेडिसिनबाट ठिक हुन्छ कि अपरेसन गर्नुपर्छ त्यसको एकिन पत्ता लगाएर ब्लड टेस्टबाट हुन्छ कि रेडियोलोजीबाट अल्ट्रासाउन्ड सिटी स्क्यानबाट हुन्छ कि त्यो गर्न जरुरी छ। जडीबुटी खाँदै ठिक छ एक्सपर्ट आयुर्वेदको डाक्टरले बुझेर गर्नुहुन्छ भने त्यति डेन्जरस नहोला तर जथाभावी जडीबुटी हर्बल मेडिसिन खाँदै गरेर धेरै बिमारीहरू लिभर फेल भएर डेथै भएको छ त्यसबाट हामी केयरफुल हुनुपर्छ। जन्डिस के कारणले हो त्यो पत्ता लगाएर इलाज गर्न जरुरी छ। त्यस्तै म एच पाइलोरी ग्यास्ट्राइटिसको बारेमा पनि डिस्कस गर्न चाहन्छु। यो एच पाइलोरी ब्याक्टेरिया हाम्रो स्टोमकमा पेटमा पुरानो समयदेखि जहिले पनि यो थियो पहिले यसले अल्सर क्यान्सर गरेर धेरै डेथ पनि भइरहेको थियो ब्लिडिङ भइरहेको थियो तर यो 3 दशक अगाडि 1987-88 तिर अस्ट्रेलियामा डाक्टरहरूले पत्ता लगाउनु भयो कि यो पेटमा यो ब्याक्टेरियाले सानोतिनो इरोजन अल्सर क्यान्सर लिम्फोमा ब्लिडिङ गराउन सक्छ र यसको पहिचान गरेर यसको एन्टिबायोटिकहरू चाहिँ अराउन्ड 2 विक्सको त्यो राम्रोसँग प्रयोग गर्यो भने हामीले पेटमा हुने डेन्जरस बिमारीहरू इरोजिभ ग्यास्ट्राइटिसहरू पेप्टिक अल्सर्सहरू लिम्फोमा क्यान्सरहरूबाट पेसेन्ट बिमारीलाई हामी जोगाउन सकिन्छ। यसको अवेरनेस हुन जरुरी छ। त्यस्तै डेन्जर साइन हामी ग्यास्ट्रिक भनिरहेको छ तर ढिलो भयो भने जस्तो कि क्यान्सर भयो भनौँ पेटमा स्टोमकमा पेन्क्रियाजमा गल ब्ल्याडरमा हैन आन्द्रामा अनि फैलिसक्यो लिभरमा फैलिसक्यो पेटमा पेरिटोनियममा फैलिसक्यो धेरै एसाइटिस भइसक्यो भने त्यसलाई सर्जरीबाट क्योर गर्न सकिँदैन। क्यान्सरबाट बच्ने उपाय भनेको छिटो डायग्नोसिस कसरी शंका गर्ने ग्यास्ट्रिक सोचिरहेको छ तर अलि बढी छ दुखेको दुखै छ पत्ता लागिरहेको छैन खानाको रुचि घट्दै गयो वेट घट्न थाल्यो कतिबाट ब्लिडिङ भइरहेछ आन्द्रामा र रोग पत्ता लागिरहेको छैन भने आजकल इन्डोस्कोपी मसिनहरू छ रेडियोलोजी छ सिटी स्क्यान छ एमआरआई टेस्टहरू छ कहाँनेर के डेन्जरस सिचुएसन छ त्यसको पत्ता लगाएर त्यो मेडिसिनबाट हुन्छ कि अपरेसन गर्नुपर्छ त्यसको करेक्ट एप्रोच गर्न जरुरी छ। त्यस्तै अर्को के छ भने कुन सिचुएसनमा हामी चाहिँ बडी केयरफुल हुने पेटको रोग त भयो अब तुरन्तै खतरा छ कि छैन कसरी थाहा पाउने जस्तो पेन्क्रियाटाइटिस भयो सिम्पल पेन्क्रियाटाइटिस छ भने मोस्टली सेफ त पेन्क्रियाटाइटिस भयो सिरियस छ ठुलो नेक्रोसिस ड्यामेज भयो वा गोल ब्ल्याडरमा इन्फेक्सन भयो इम्पायमा भयो ब्रस्ट भयो पर्फोरेसन भयो वा अल्सरेटिभ कोलाइटिस धेरै सिरियस भयो कोलनहरू पर्फोरेट भयो वा इन्टेस्टाइन पर्फोरेट भयो या म्यासिभ ब्लिडिङ भयो भ्यारिक्सबाट ग्यास्ट्रिक भ्यारिएसियल ब्लिडिङ इसोफेजियल भ्यारिएसियल ब्लिडिङ डायलाफेयर ब्लिडिङ कोलिनिक डायभर्टिकुलर ब्लिडिङ म्यासिभ मेकल्स डायभर्टिकुलर ब्लिडिङ म्यासिभ ब्लिडिङ भयो भने त्यस्तो बेलामा टाइमको इम्पोर्टेन्ट छ छिटो बिमारी इमर्जेन्सीमा पुर्याउन सक्यो भने इन्डोस्कोपीबाट ट्रिटमेन्ट गरेर होस् वा अपरेसन गरेर होस् जान बचाउन सकिन्छ। तर यस्तो सिचुएसनमा यदि ढिलो भयो घण्टाको पनि ढिलो भयो भने हामी जान बचाउन सक्दैन यसमा हामी केयरफुल हुनुपर्छ। हामी बिमारी हस्पिटलमा हेर्छौं नि 5 वटा 10 वटा बिमारी आयो भने त्यसमध्ये एउटा दुईटा बिमारी ग्यास्ट्रिक भन्दै आउँछ
त उहाँले भनेको ग्यास्ट्रिकको के हो भने उहाँले त पेटमा अप्ठ्यारो भयो भने ग्यास्ट्रिक भनेर आउनुभयो नि त। तर त्यो खानाधरीमा क्यान्सर छ कि पेटमा क्यान्सर छ कि पेन्क्रियाजमा क्यान्सर छ कि अल्सर छ कि टिबी छ कि त्यो त उहाँलाई थाहा छैन। त्यसैले भनौँ आउने पेसेन्टमा बिमारी देखाउने पेसेन्टमा अलमोस्ट 10-15% को रेन्जमा 5-7 पेसेन्टमा एउटा पेसेन्ट ग्यास्ट्राइटिस भन्दै आउँछन् र 100 जना 200 जना पेसेन्ट ग्यास्ट्रिक भनेर आउँछन् भने त्यसमध्ये 2-4-5 जनामा यो डेन्जरस बिमारीहरू हुन्छ। हाम्रो कन्सर्न यो डेन्जरस बिमारीलाई छिटो पहिचान गरेर इलाज गर्ने छैन मात्रै भनेको हैन। एजुकेटेड राम्रो फ्यामिलीमा म एक्जाम्पल भन्छु, मैले भनिहालेँ 40-41 वर्षदेखि यो जब गर्दैछु। चिनेको 2-4 जना मान्छेको हृदय विदारक ढङ्गले डेथ भयो, मृत्यु भयो। ग्यास्ट्रिक भन्दै है सम्पत्तिको कमी पनि छैन, केही पनि छैन, ग्यास्ट्रिकको ट्याब्लेट र झोल पिउँदै गएर लास्टमा त क्यान्सर फैलेर पेटमा गएर डेथै भयो, बचाउनै सकिएन। त्यस्तै पित्तथैलीमा क्यान्सर भयो, बचाउनै सकिएन। त्यस्तै पेन्क्रियाजमा क्यान्सर भयो, बचाउनै सक्दैन। अप्ठ्यारो छ, ग्यास्ट्रिक छ, औषधि दिनुभयो एकदम राम्रो भयो, प्रब्लम छैन भने ढुक्क भयो नि त। प्रब्लम छँदैछ, पटक पटक भइरहेछ, अनि खाना रुचि पनि कम भयो, गाह्रो बढ्दै गयो भने नि अनि चाहिँ ब्लड टेस्ट, इन्डोस्कोपी मसिनले, रेडियोलोजी, अल्ट्रासाउन्ड, सिटी स्क्यान, एमआरआई गरेर भित्र केही डेन्जरस छ कि छैन हामीले पत्ता लगाउनै पर्छ। जनचेतनाकै कमी भन्नुपर्छ, किनभने अब के प्रेसर छ मान्छेलाई, त्यति टाइम पनि छैन, इलाज गराउनलाई त्यति फेसिलिटी पनि छैन। एउटा हामीले भन्छ इन्टरनेसनल ग्लोबल स्क्रिनिङ सर्भिलेन्स, जहाँ फेसिलिटी छ यो 40-45 को पुग्यो भने सबैको चाहिँ रेडियोलोजी, अल्ट्रासाउन्ड गर्ने, इन्डोस्कोपीहरू गर्ने, कोलोनोस्कोपीहरू गर्ने, ब्लड टेस्टहरू गर्ने, रोग पत्ता लाग्छ। त्यसलाई भन्छ स्क्रिनिङ सर्भिलेन्स। त्यो फेसिलिटी भएको देशमा संस्थामा काम गर्नेहरूलाई त एनुअल चेकअप भन्छ नि त, गएर चेकअप गरेर आउनुहोस्, त्यहाँ त पकरमा आइहाल्छ। मान्छेलाई अब मलाई लाग्छ कि धेरै गाह्रो भएपछि हैन, अब कुनै उपाय छैन, मरौला कि बाँचौला स्थितिमा पुगेपछि मात्रै इलाज गर्ने टाइम पाउँछ, पैसा पाउँछ, फुर्सद पाउँछ, पैसाले भ्याउँदैन। जनचेतना र हाम्रो आर्थिक अभावले पनि होला। रोग जति पनि हुन्छ नि एउटा इन्फेक्सनले हुन्छ। खानपानको भनेको इन्फेक्सन हो। खाना गडबड भयो, पार्टी भयो, पोइजनिङ छ भने भोमिटिङ भएको भयो, डायरिया भएको भयो, यो टोटल खानपिनले हो। तर जुन भित्री रोग मैले भने नि डेन्जरस रोग, अल्सरहरू, क्यान्सरहरू, यो वंशानुगत बढी हुन्छ। तर वंशानुगत त छ, तर खानपान, लाइफस्टाइल राम्रो छ भने डिजिज सप्रेस हुन्छ। तर वंशानुगत छ, हुनवाला छ, जहाँ लक्ष्य पनि धेरै भयो, हेपाटाइटिस बीसी को इन्फेक्सन पनि भयो, ट्रिटमेन्ट भएन भने त्यो डिजिज बढेर आउँछ। चिल्लो पिरो खाने, मोमो खाने, टेस्टी खाने, त्यसले सिम्पटम अलिकति बढाउँछ, त्यसले ठुल्ठुलो रोग ल्याउँदैन। खानै पाएन, खानै मिल्दैन भने होइन, सिम्पटम ल्याउन सक्छ, त्यसको त ट्रिटमेन्ट छ। तर सिम्पटम छ र त्यो भित्री ठुलो रोगको कारणले छ भने त्यसमा हामी सतर्क हुनुपर्छ। र सबैलाई हुन्छ भनेको अलिकति एसिडिटी त सबैलाई भइ नै हाल्छ नि, त त्यतिलाई मात्रै ठुलो रोग पनि भन्न सकिँदैन। अलिकति एन्टासिड, अलिकति यो पिपिआईहरू खाएर कन्ट्रोल हुन सक्छ। हाम्रो कन्सर्न हो कि ग्यास्ट्रिक भन्दै जानमा खतरा गर्ने किसिमको रोग लिभरमा, आन्द्रामा, पेन्क्रियाजमा हुनु भएन। हामीहरूले कोर्सहरू सुरु गर्यो। बीरमा हुँदाखेरि म डिन थिएँ। हामीले हाई लेभलको जस्तो हुन्छ नि बीए, एमए, पिएचडी भन्छ नि, त्यस्तै हाम्रो मेडिसिनमा बीए भनेको एमबीबीएस, एमए भनेको एमडीएमएस, पिएचडी लेभलको भनेको डिएमएमसीएस कोर्सहरू सब चलायो। त जुन हाम्रो पहिले नेपालको सबै मान्छे बाहिर ब्याङ्कक, थाइल्यान्ड, दिल्ली, जापान जानु पर्थ्यो इलाजको लागि, त्यसको 80-90% सम्म हाम्रो देशमा कन्ट्रोल हुने एजुकेसन र क्षमता भयो। तर 10-20% मा हामी अझै चुकेको छौँ। त्यसलाई के भन्छ भने एडभान्स लेभलको फेलोसिप, त्यो हामीले गर्न सकेको छैन। स्रोत साधनमा गभर्नमेन्टले पनि प्रयास त गरेकै हो, स्वास्थ्य मन्त्रालयबाट, इन्डिभिजुअल लेभलमा पनि मेडिकल कलेजहरूले, हस्पिटलहरूले प्रयास गरेकै हो, सके जति गर्यो। तर स्रोत साधन पनि नपुगेकै हो र सोच पनि यो लेभलमा एउटा लिडर हुनु पर्यो नि त। एकजना लिडर हुनु पर्यो, कि त प्रधानमन्त्रीजी हुनु पर्यो, कि त स्वास्थ्य मन्त्रीजी हुनु पर्यो, कि त हाम्रै डक्टरको सिनियर मान्छेहरूले होइन यो सबै ल्याउनु पर्यो भनेर ट्राई गर्नु पर्यो। त्यसमा हामी पछि किन पर्यो भने जस्तो धेरै कुरा हाम्रो 2010 मा स्टार्ट गर्यो म डिन हुँदाखेरि। त्योभन्दा पहिलेको 20-30 वर्षमा इन्डियामा धेरै राइज गर्यो, नेपालमा अलिकति त्यो समयमा कम थियो।
अब उहाँहरूको विरोधमा बोल्ने कुरा त भएन, तर पहिलेदेखि हामी पछि परेकै हो। अहिले पिकअप हुँदैछ, अबको 1 दशकमा एकदम राम्रो होला कि भन्ने आशा गरौँ। पेटको क्यान्सरमा अघि पनि मैले भने, फेरि पनि भन्छु, ग्यास्ट्रिककै सिम्पटम हुन्छ, पेट अप्ठ्यारो हुने, दुख्ने। तर क्यान्सर र अल्सर निको नहुने खालको अल्सर छ भने दुखाइ बढी हुन्छ र कन्ट्रोल हुँदैन औषधिहरूले, र खाना रुचि कम भएर आउँछ र पेटको दुखाइ बढी, वेट पनि घटेर आउँछ। अलि बढी भयो भने हामी इन्डोस्कोपीहरू गर्ने, रेडियोलोजी, अल्ट्रासाउन्ड, सिटी स्क्यान, एमआरआईहरू गऱ्यो भने पत्ता लागिहाल्छ। टिमवर्क, इच्छा लागेको कुरा के हो भने टिमवर्क हुनु पर्यो। हाम्रो एउटा के सोचाइ हुन्छ भने एउटाले काम गर्यो भने अरूले काम घट्छ भन्ने हाम्रो सोचाइ छ कि, जस्तो म काम गर्छु भने अरू कसैले काम नगरोस्, म एक्लैले 25, 50, 100, 200 बिमारी हेरौँ, त्यो करेक्ट होइन। किन मैले हेरेँ, म जस्तो डक्टर, ग्यास्ट्रो र लिभरको डक्टर, म जस्तो विगतको 15 वर्षमा 100, 200 भयो। हामीले कोर्स, मैले होइन, हामीले कोर्स चलाएर पनि भयो, उहाँहरूको प्रयासले पनि भयो। नेपालमा यङ्गर जेनेरेसनलाई सिकाउँदाखेरि उनीहरू सिकेर हामीभन्दा पनि बेटर हुन सक्छ, भइ पनि रहेका छन्। त जति बढायो र टिमवर्क गर्यो भने नि त्यति राम्रो हुन्छ। टिमवर्कको एकदम खाँचो छ, त्यसमा हामी जोड दिनुपर्छ। म यो अब NIHS, नेपाल इन्टरनेसनल हेल्थ सर्भिसेस, यो साथीहरूले जुन यहाँ सेवा प्रयास गर्नुभएको छ, मलाई पनि उहाँहरूले इन्भाइट गर्नुभयो। म यहाँ आएको छु। यहाँ म प्रायः 3-4 को बिचमा आउँछु, 3:30तिर भएको बिमारी हेरेर जाने हो। मेरो उमेर पनि अब 70 क्लोज भइरहेछ, त्यसैले धेरै त म बस्न सक्दैन। अप्ठ्यारो केसहरू आउनुहुन्छ, उहाँहरूले कति बाटो सुन्नुभएको छ, डाक्टर सीताराम कहाँ जाउँ, हेरौँ, अनि त्यसमा मैले सेवा गरिरहेको छु। मेरो सेवाले उहाँहरूलाई फाइदा पनि भइरहेको छ। आइसकेको बिमारीलाई, पोइन्टबाट आएको बिमारीलाई म हेरेरै जाने हो। त्यसैले आएर मेरो अनुभवबाट फाइदा लिनुहोस् भन्ने सबैलाई म अनुरोध गर्दछु।